देख्यौ नि, निकै गर्वको विषय। चुनावमा खर्च गरेर, जनतालाई पैसा दिएर, मासु भात दिएर, जनतासँग मिठो भाषा बोलेर, जनतालाई छलछाम गरेर र जनतालाई जालमा पारेर जित्न सकिन्छ र अझै पनि जनताहरू त्यस्ता छन् भन्ने एउटा भाष्य थियो नि नेपाली समाजमा। महावीर पुनले तोडिदिनु भयो कि। अब जनता, मलाई लाग्छ यो नेपालको पहिलोचोटि जनताले नेतालाई पैसा दिएर अथवा चुनावी खर्च दिएर जितेको चुनाव हो। एउटा गलत भाष्य नबोलेर जितेको चुनाव हो। एउटा झुटा सपनाहरू नदेखाएर, विकासका झुटा कुराहरू, एजेन्डाहरू नसुनाएर जितेको चुनाव हो। र सर्वप्रथम त एउटा हिमाली जिल्ला हैन, अनि त्यसैमाथि जनताले त्यति विश्वास गर्नु र अझै पनि आफ्नो धारणा परिवर्तन गर्नुमा पनि नेपालमा एउटा नयाँ कीर्तिमान हो र त्यसैगरी नयाँ सुरुवात हो, नयाँ कामको थालनी हो। त्यसमा पनि हामी पूर्वदेखि पश्चिमसम्म एउटा सच्चिने वातावरण पनि हो। एउटा सच्चिनको लागि एउटा शिक्षा पनि दिएको छ। म्याग्दी जनताहरू अब तपाईहरूको लागि मार्गदर्शक बनेका छन् र म्याग्दीले देखाइदियो। विगतदेखि जित्दै आएका नेताहरू, विगतदेखि मेरो खल्तीमा यति भोट छन्, उति भोट छन् भन्ने नेताहरूलाई देखाइदियो यसपालि। हेर्नुस्, जित। हस्, धेरै धेरै धन्यवाद छ पूर्व शिक्षा मन्त्रीज्यूलाई। आगामी दिनहरूमा पनि राम्रो हुनेछ, राम्रो गरोस्, सफलताको कामना।